नमस्ते आराम हुनुहुन्छ बिरामी हुनुभएको भन्ने थाहा पाएर आएको हजुर कति भयो यो यस्तो फेरि नचल्न थाल्नु भएको 4 महिना भयो क्या 4 महिना त पहिला त डोको बोकेर आफ्नो 2 छाक जुटाउनुहुन्थ्यो होइन हो नमस्कार म आज यहाँ हाम्रो कालीगण्डकी 7 भुर्तुङको फेरा भन्ने ठाउँमा आइपुगेको छु। यहाँ हुनुहुन्छ सेती किसान। 4 महिना पहिला यहाँले आफ्नो लागि 2 छाक जुटाउनको लागि आफै डोको बोकेर यो अवस्थाको खुट्टाले पनि हिँड्न सक्नुहुन्थ्यो र उहाँले आफै जुटाउनुहुन्थ्यो। तर अहिले अवस्था झनै गम्भीर भएको छ। उहाँको खुट्टा दुख्ने अनि फेरि इमोसनल्ली ब्रोकन भइसक्नु भएको छ। इमोसनल्ली कोही मान्छेदेखि नि रोइहाल्नुहुन्छ किनकि उहाँलाई सहारा कोही पनि छैन। आफ्नो सन्तानहरूले यहाँ नभएको अवस्था भयो पनि डिस्कनेक्ट भएको अवस्था र अर्को यति टाढा रहेछ यो घर। मैले उहाँलाई बाटोमा देखिरहेको थिएँ तर अहिले आएर जुन यो हाम्रो भाइहरू पूर्ण ब्लग भन्ने एउटा युट्युब च्यानल चलाउने भाइ पूर्ण ब्लग र शिवाले उहाँले यसरी मुमेन्ट्सहरू क्याच गरेर हामीलाई सञ्जालमा फाल्न थाल्नुभयो। मेरो त्यहाँ ध्यान आकर्षण भयो। मलाई बहुत राम्रो लाग्यो भाइहरूको अभियान। उहाँहरूले यहाँलाई सहयोग गर्नको निमित्त देश विदेशमा रहनुहुने सबैसँग सहयोग माग्नु भएको रहेछ। त्यही क्रममा मैले पनि सबैले सहयोग गरेको बेलामा म किन छुट्ने भनेर म पनि आज सहयोग गर्न आइपुगेको छु। उहाँलाई जरुरतमन्द सामान के छन् उहाँले पूर्ण ब्लग एउटा विश्वासिलो पात्रले जुटाइदिइराख्नु भएको छ। उहाँलाई हृदयदेखि नै धन्यवाद भन्दै म हाम्रो स्थानीय सरकारलाई पनि ध्यान आकर्षण भएको छ, उहाँले गर्नुभएकै छ। उहाँको एउटा नागरिक अधिकार दिलाइराख्नु भएको छ। यद्यपि उहाँलाई समतामूलक न्याय दिलाउनको लागि म हार्दिक अनुरोध गर्दै अहिले मैले सानो आफ्नो म पनि मिडल क्लास फ्यामिली भएको नाताले बेसिक निड्स आफ्नो पुरा गरेर त्यहाँबाट पनि मैले एउटा ड्रिम्स अनलिमिटेड हिडन प्रोजेक्ट भन्ने टिकटक लाइभ चलाउँछु। त्यहाँबाट कलेक्सन भएको मनी खाडी मुलुकमा बसेर देश विदेशमा रहेर आफ्नो परिवारसँग टाढा रहेर उहाँहरूले मलाई एउटा म्याच जिताएर उहाँहरूको पसिना बगाएर कमाएको पैसालाई मैले एउटा राम्रो उद्देश्यमा लगानी गर्न चाहन्थेँ। त्यही भएर उहाँहरूको यो सम्मान स्वरूप मैले यहाँलाई 5,000 रु 5,000 मैले सहयोग गर्न चाहन्छु। लिनुहोस् आमा, हजुरलाई के चाहिन्छ भाइहरूलाई भनेर हजुरले आफ्नो आवश्यक सामानहरू पुर्याउनु है ल। यस्तै भन्दै मैले सहयोग गर्ने सबै महानुभावहरूलाई थ्याङ्क यू सो मच।